नेता होइन समाधान खोज्दैछ। चिताउनै पर्छ चितवनतीले आज भन्यो टेक प्रसाद गुरुङ चिताउनै पर्छ। खोला जङ्गल बस्ती र बजार सबै भूगोल उहाँलाई याद छ। सरकार कागजमा होइन गाउँको गल्लीमा समस्या देख्ने आँखै फरक छ उहाँको विचार। गरिबको पीडा किसानको आँसु युवाको सपना आमाको आँसु सुन्ने मात्र होइन हल खोज्ने नेता त्यसैले उहाँ हाम्रो विश्वासको पात्र। आजको समस्या आजै बुझ्ने भोलिको खतरा आजै सोच्ने अनुभवको बल युवाको जोश मिलेर हिँड्ने नेतृत्वको होस। भाषण धेरै काम कम होइन उहाँको कुरा कर्ममै देखिन्छ। नेता होइन समाधान चाहियो त्यसैले टेक प्रसाद गुरुङ रोजियो। कपाल होला तर सोच अझै हरियो छ।